हामीले माइक्रोसफ्ट अफिस वर्डको टेबलमा नम्बर कसरी लगाउने भन्ने कुरा चाहिँ आज हामी सिक्न गइरहेको छौं। माइक्रोसफ्ट अफिस वर्डमा गएर हामीले चाहिँ टेबलहरू बनाउने गर्छौं र जसमा नम्बरहरू चाहिँ हामीले आफैले टाइप गरेर नम्बरहरू लगाउनु पर्ने हुन्छ। त्यो चाहिँ धेरै नै झन्झटिलो हुन्छ। त्यसलाई चाहिँ कसरी छिटो सरल तरिकाले चाहिँ हामीले माइक्रोसफ्ट अफिस वर्डको टेबल भित्र नम्बर लगाउने भन्ने कुरा चाहिँ आज म सिकाउन गइरहेको छु। जसको लागि चाहिँ इन्सर्टमा रहेको टेबलमा हामीले इन्सर्ट टेबल यहाँ देखिरहेको छौं र यो इन्सर्ट टेबलमा गइसकेपछि अहिले चाहिँ तत्काल मैले नम्बर अफ कोलम 5 र नम्बर अफ रो चाहिँ 20 लगाएर यसलाई चाहिँ मैले यहाँनेर टेबल सिट बनाएँ। यो टेबल बनाइसकेपछि यहाँनेर म चाहिँ राख्न गइरहेको छु सिरियल नम्बर, त्यसपछि NAME नेम, त्यसपछि ADDRESS एड्रेस गर्दै हामीले चाहिँ टाइटल हेडिङहरु चाहिँ राखिसकेपछि जुन सिरियल नम्बर हुन्छ यो सिरियल नम्बरलाई चाहिँ हामीले आफूलाई थाहा नहुँदाखेरि चाहिँ 1 2 3 गर्दै हाल्नु पर्ने झन्झटबाट हामी मुक्त हुनको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि सबैभन्दा सुरुमा यो सिरियल नम्बर लगाउने जुन कोलम हुन्छ त्यो कोलम सेलहरुलाई चाहिँ हामीले सिलेक्ट गर्नु पर्दछ र सिलेक्ट गरिसकेपछि होममा गएर हामीले सधैं चलाउँदै गरेको जुन नम्बर छ त्यो नम्बरमा गएर चाहिँ नम्बरिङ गर्ने बित्तिकै हाम्रो 1 2 3 4 आफै बस्छ। र त्यस्तै हामीलाई पोइन्टमा चाहियो भने पोइन्टमा पनि लिन सकिन्छ र नेपालीमा चाहियो भने पनि सिरियल नम्बर नेपालीमा लिन सकिन्छ। र यसरी नै हामी चाहिँ यस्तै भिडियोहरु हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद।